यदि तपाईहरुले मलाई सोध्नुहुन्छ कि जिन्दगीमा अगाडि बढ्नुको लागि के गर्नुपर्छ भनेर सोध्नुभयो भने म भन्छु फोकस। यदि तपाईहरुले सोध्नुहुन्छ 24-25 वर्षको उमेरमा आफ्नो जिन्दगी कसरी बदलिनु भयो भनेर सोध्नुहुन्छ भने म भन्छु फोकस। सबै खेल यो जिन्दगीमा फोकसको छ साथी हो। तपाईहरुलाई थाहा नै होला सानोमा हाम्रो ज्यामेट्रीमा एउटा लेन्स आउँथ्यो जुन लेन्सले चाहिँ हामी घामको लाइटलाई फोकस गरिकन आफ्नो कापीको पानालाई आगो लाउँथ्यौं। याद गर्नु होला त्यो बच्चाको समयको चीजलाई। तपाईहरुले पनि खेल्नु भएको होला त्यो चीजलाई घाममा यसरी उठाइकिन हेर्दाखेरि घामको लाइटलाई एउटा बीम लाइटको जस्तै लेजर लाइटको जस्तै युज गरिकन हामीले आफ्नो कापीको पानामा आगो लाउँथ्यौं। तपाईहरुले पनि यो खेल खेल्नु भएको होला। यदि खेल्नु भएको छ भने कमेन्टमा खेलेको छु भनेर भन्नु होला। यदि तपाईहरुले यो खेल खेल्नु भएको छ भने पक्कै पनि थाहा छ जब हामीले त्यो लेन्सलाई घामको किरणमा राखेपछि त्यो घामबाट आउने बीम लाइटलाई 20-25 सेकेन्डसम्म एउटा कागजको टुक्रोमा फोकस गर्यौं भने त्यो कागजमा आफै आगो लाग्थ्यो। त्यसैले म भन्छु यो संसारमा सबै खेल फोकसको छ। त्यसैले म भन्छु द सक्सेसफुल warrior is the average man with the lens like focus। यो दुनियाँमा जति पनि सफल लोगहरू हुन्छन् या आफ्नो सक्सेस अचिभ गरिसकेका मान्छे हुन्छन् तिनीहरू सबैजना हामी जस्तै नर्मल मान्छे नै हुन्छ। बस फरक के हुन्छ भने उनीहरूको फोकस मात्रै उनीहरूको गोलमा हुन्छ। प्रब्लम चाहिँ के हो भने यदि हामी कुनै पनि जंगलमा शिकार गर्न गयौं अरे र शिकार गर्दा गर्दै हामीले जंगलमा एउटा खरायो पायौं र त्यो खरायोलाई मार्नको लागि हामीले आफूसँग भएको हतियार धनुष वा गुरेली वा बन्दुक निकालेर जब निशाना त्यो खरायोमा ताक्छौं आफ्नो हतियार निकालेर त्यो खरायोमा ताकेपछि हान्नै मात्रै आटेको हुन्छौं हाम्रो आँखाले त्यही खरायोको नजिकै एउटा ठुलो हरिण देख्छ र हाम्रो दिमागमा चल्छ कि खरायो भन्दा त हरिण ठुलो हुन्छ र हरिणको मासु पनि मिठो हुन्छ। त्यसैले अब हाम्रो फोकस खरायोमा हैन हरिणमा शिफ्ट हुन्छ यानी कि खरायोबाट हरिणमा बदलिन्छ र हामी हाम्रो शिकार खरायोलाई छोडेर हामी हाम्रो शिकार हरिणलाई बनाउन चाहन्छौं। र अब हरिणपट्टि हामीले हाम्रो हतियार निशाना लाउँदै हान्ने बेलामा हाम्रो नजिकै फेरि अर्को हरिण भन्दा ठुलो जन्म लाउँछ जुन चाहिँ हुन्छ बालासिंह। ल बालासिंह आएपछि फेरि पनि हाम्रो दिमागमा त्यही सोचाउँछ हरिण भन्दा ठुलो बालासिंह हुन्छ ल बालासिंहको मासु हरिणको भन्दा मिठो हुन्छ। ल त्यसो हुँदाखेरि त्यहाँ पनि हाम्रो फोकस चेन्ज हुन्छ। अब हाम्रो फोकस हरिणमा हैन हाम्रो फोकस बालासिंहमा शिफ्ट हुन्छ या बालासिंहमा बदलिन्छ। ल बालासिंहलाई आफ्नो निशान बनाउँछौं र बालासिंहलाई आफ्नो निशान बनाएपछि हामीले उलाई आफ्नो तलवारले हान्नै मात्रै लागेको हुन्छौं पछि लागेर हान्नै मात्रै लागेको हुन्छौं त्यो बालासिंह हामीबाट भागेर टाढो जान्छ या मानिलौं जंगलमा लुक्छ। त्यसपछि हामी हरिण पनि मार्न सकिनौं खरायो पनि मार्न सकिनौं र बालासिंह पनि मार्न सकिनौं। त्यसपछि हामी आउँछौं घर थाकिकिन गलिकिन आउँछौं र घरमा आइकिन भन्छौं कि आज त मैले मान्न सकिन के गर्नु हाम्रो त भाग्य यस्तो हो भनेर भन्छु। अब तपाईहरुको खोपडी एक जग्गामा टिक्दैन त
अब तपाईँ घर पुग्नुहुन्छ अनि तपाईँको बुवा आमाले भन्नुहुन्छ छोडिदिए यो निकम्मा केटो यस्तै हो, सिकाल गर्न त जान्छ, तैँले कहिले सिकालमा हालेर ल्याउँदैन। कुनै दिन तपाईँहरूको पनि बच्चा हुन्छ अनि त्यो बच्चालाई के भन्ने त? सिकाल गर्न गएको चाहिँ सिकाल नलिकन आयो भन्ने? बच्चालाई कहानी सुनाउने अनि मेरो किस्मत यस्तो थियो त्यस्तो थियो फलाना ढिम्काना भनिकन कुनै दिन तपाईँहरूकै बच्चाले भनिदिन्छ सिधै कुनै एउटा काम ढङ्गले गरेको भए त्यो हुन्थ्यो भनिकन, कुनै एउटा चिजमा फोकस गरेको भए त्यो काम हुन्थ्यो भनिकन भनिदिन्छ एउटा बच्चाले। साथी हो, त्यसैले म भन्छु जिन्दगीमा जुनसुकै काम गर्नुहोस्, जेसुकै फिल्ड लोज्नुहोस्, तर लोजिसकेपछि फोकस भन्ने चिज चाहिँ जुन चिजमा तपाईँको इन्ट्रेस्ट छ त्यो चिजमा मात्रै फोकस होस् तपाईँको। तपाईँ मानिलिनु न एउटा ट्रेन एउटा लिकमा कुद्दैछ, एउटै बाटोमा फोकस गरिकन कुद्दा कुद्दै त्यो बाटो 4-5 एउटा जग्गामा छुट्यो भने पक्कै पनि त्यो ट्रेनको एक्सिडेन्ट हुन्छ नि। हो त्यस्तै हो हाम्रो जिन्दगी पनि। मानिलिउँ हामी कुनै काम गर्दैछौँ र त्यो काम गर्दाखेरि त्यो कामबाट बाहिर हाम्रो फोकस भयो भने हामीमा पक्कै पनि हाँस्छ केही न केही हुन्छ। त्यसैले कुनै चिज पाउनु छ भने त्यो चिजमा हामीले 100% हाम्रो 100% फोकस गर्नुपर्ने हुन्छ। तपाईँहरूले अहिलेसम्म आफ्नो जिन्दगीमा जे जति चिज पनि एचिभ गर्नु भएको छ वा पाउनु भएको छ त्यो चिजमा तपाईँहरूले जानी नजानी अन्जानमै फोकस गर्नु भएको थियो होला, त्यसैले आज त्यो चिजहरू तपाईँहरूसँग छ। त्यसैले म भन्छु तपाईँहरूको जिन्दगीमा केही पाउनु छ भने त्यो चिजमा तपाईँहरूले एकदमै धेरै फोकस गर्नुपर्ने हुन्छ। लेजर लाइटले फोकस गरे जस्तो गर्नु फोकस साथी हो। म भन्छु फोकस कसरी भन्ने वा फोकस भनेको के हो म यस भिडियोमा तपाईँहरूलाई भन्छु। फोकस जब हुन्छ साथी हो त्यति बेला त्यो फोकसको पछाडि तपाईँको गोल हुन्छ, तपाईँको लागि फाइदा हुन्छ, त्यति बेला तपाईँको फोकस आफै बढ्ने हो साथी हो। प्रब्लम यो होइन कि तपाईँहरूले आफ्नो गोल पुरा गर्न सक्नुहुन्न या आफ्नो सक्सेससम्म पुग्न सक्नुहुन्न। प्रब्लम त यो हो कि तपाईँहरू आफ्नो फोकसलाई कुनै पनि एउटा चिजमा राख्न सक्नुहुन्न। यदि म अहिले तपाईँहरूलाई सोधे भने तपाईँहरूको जिन्दगीको लक्ष्य के हो त भनेर मैले तपाईँहरूलाई सोधेँ भने तपाईँहरू 99% जनाले मलाई भन्नु सक्नुहुन्न कि तपाईँहरूको जिन्दगीको लक्ष्य के हो भने। होइन भने तपाईँहरू प्रायः जस्तो मान्छेले भन्नुहुन्छ मेरो त एउटै मात्रै गोल छ, त्यो गोल हो पैसा कमाउनु। यो गोल सक्सेस गर्नुको लागि त तपाईँहरूको हजुरबाहरूले पनि सक्नुहुन्न यसै त्यसै त। तपाईँलाई आफ्नो गोल पुरा गर्नु छ भने जुन गोल पुरा गर्नु छ त्यो गोल अनुसारले तपाईँले आफ्नो फोकस लाउनु पर्ने हुन्छ। ल यो मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने कमेन्टमा राम्रो लाग्यो भनिदिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गरिकन सपोर्ट गरिदिनु होला।